राक्षससँग लडाई खेलेर यही बास गरेको। यहाँ चाहिँ हाम्रो विष्णुद्वारमा सबैजना आएर यो धेरै फोहोर चाहिँ यहाँनिर सरसफाइ गरिदिनु यसो हेल्प गरिदिनु होला। यहाँ चाहिँ फोहोर पनि नगरिदिनुहोस् होला, सरसफाइ गरिदिनुहोस्। यहाँ सत्यको धर्म छ, यसो भ्रमण गरिदिनु आइदिनुहोस्। एकदमै राम्रो ठाउँ छ यो चाहिँ हाम्रो बुढा नीलकण्ठको ठाउँमा। अनि एउटा नागिनी आमा आएर सफा गर्दै छ भन्ने। यत्रो ठाउँमा चाहिँ यत्रो मन्दिरमा जंगलमै बस्ने आमा हो भन्ने। हजुर यहीँ बस्नुहुन्छ? कहाँ बस्नुहुन्छ अनि? यही माथि गुफामा। एक्लै 2-3 वर्ष बसिरहेको। हजुर 12 वर्ष भयो यहाँ बस्नु भएको? 12 वर्ष उमेरदेखि त म जंगल हिँडेको। अभी अहिले त 40 वर्ष भयो, 28 वर्ष भइसक्यो म जंगल हिँडेको। मलाई त सत्य भगवानले नै बोकेर हिँडेको। म चाहिँ माता झाँक्री होइन, आफै उत्पन्न भएर आएको। भगवान देख्नु भएको? भगवान यो भित्र छ। भगवान अनि म धेरै बोल्छु, यसतिर छ, टिकटकतिर कता कता छ है। अब चाहिँ पछि चाहिँ म धेरै निस्किएर आउने छ, सबैतिर देखाउने छ। अब चाहिँ जे गर्दा पनि भएन है। हजुर टिकटकमा नि हुनुहुन्छ? अनि धेरै धेरै मान्छेहरू भएको ठाउँतिर गएर कराउने हो म, देउताको बारेमा, धर्मको बारेमा। 10 बजे